बाबू मैले लिसा सय भोगे लिधी आए मेरा बन्धु भाइठी कोठो टोटा कोठा बस्ती आए मेरो हिजो घर पनि खाँदा मेरा हस्त हस्तेल मेरा हिजो घरमा झन्डै भयो खुसी लैछ खेल्नु बाबु खेल्नु बाबु खाउने दिनमा मेरा बन्धु भैमा दुःख पीडा ढोक भेट भयो पिछा भन्न तिमीले छैन बाबु मलाई दुःख हिँडो गरी लानु खेल नखा गरी गर्न गर्नु नयाँ माया भए माखा फुल दिने छैन है बाबु है हुन्छ गरी बस्ने भट्टा राही मध्ये बाह्र भाइको साइलो बाही ल धन्यवाद बाबु मस्त कस्तो कुन्छन् बाही होसी देखे हो सुन्नै लेत बाबु बाह्र मसरो कुन भाइ हो माइलो भाइ हो कि सेतो भाइ हो कि साइलो भाइ हो कि काइलो भाइ हो कि अन्तरे दन्तरे पानी मन्तरे हो कि ढुट्टा हुन्न दिल्ले छैन सस्तो सस्तो बस्दै हिउँनु यति छल्ल कपट गरी भन्ने ढोक्टा बाहिर पुग्ला सच्ची सत्य सत्य भनी सुन्नै ल्याउनु बोली ढुट्टा बोल्ला है बाबु ढुट्टा हुन्न दिने छैन ढुट्टा भए माफ गर्ने छैन सत्य सत्य आफ्नो नाम सुन्नै लेत बाबु ढुट्टा प्रेत होस् भनी बाहिर निस्की फेर बाबु के त भाइ बङ्गको विषय भोगिलियो भाइ वंशलाई के गर्छ त मूल डाङ्ग्रे भाइ वंशलाई घोडो पिँढो दिने हो कि अब घोडोको झुम्रो लाने हो कि के गर्छ बाबु मैले
भित्ता साये भोके लिए हल्को बोके लिन कस्तो लागि बाह्र मत्स्य भाइलाई एउटा एउटा गेडो छोडी अहिले ल्याउनु पर्छ बाबु हेर हुन्छ 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 ल परमेश्वर ल 12 वर्ष हामीले भाइ वंशले एउटा नयाँ छोड्नु पर्यो लो परमेश्वरी यो पनि बिस्तारै सल्लाह गरेर छोड्नु त्यो पनि ठिकै छ भाइ वंशका के अब कोठा कोठामा धोधुमार खान्छौ कि गाली गरेर मात्रै खान्छौ बाबु मलाई दाजु बन्धु लेखे पनि सम्झी धुप दीप दिनु मेरो गाडी घरमा तह दिनै पर्छ मेरो बास हिस्तान तह गाडी घरमा हुन्छ मेरो हात हत्तेर सबै मेरा गाडी घरमा हुन्छ मेरो तिथि दिदी पुर्याई धुप दीप गर्दै लानु दायाँ बायाँ हुन्न पाउने छैन हेर लो परमेश्वरी त्यो गर्ने छैन डाँग्रेमा केही शक्ति प्रमाण भएको छ